माई न्यू दिल्ली भ्लग। म चाहिँ आज पनौती बारदली रिसोर्ट जाँदैछु है गाइस, मेरो भतिजलाई लिएर सँगै हिँड्नु होला। यो चाहिँ मेरो आउटलुक। गाइस अब चाहिँ हामी बारदली, मेरो अङ्कल चाहिँ जुत्ता लगाउँदै हुनुहुन्छ। यी जुत्ता लगाउँदै हुनुहुन्छ। अब चाहिँ हामी स्कुटरमा जान लागेको अनि अङ्कल चाहिँ रेडी सचे खै। अनि यता चाहिँ हामी कुद्दैछ स्कुटी। म चाहिँ फर्स्ट टाइम हो है गाइस। भने म चाहिँ यति टाइम गइसकेको छु। कति टाइम हो आफूलाई त थाहा छैन कति टाइम हो। म चाहिँ धेरै टाइम, कति धेरैचोटि गइसक्यो। बाटो चाहिँ या त उखालबाट जाँदैछौँ, बाटो चाहिँ है अरुन्ध स्कुल आउन लाग्यो। मेरो अरुन्ध स्कुल आउन लाग्यो। बाटो अङ्कलले थाहा छ कि छैन नभन्नु त, भन्नु न बाटो। मलाई पहिलोचोटि जान लाग्दैछु त, अनि कसरी थाहा हुन्छ र? अनि मलाई चाहिँ थाहा छ बाटो, म भनिदिन्छु। अहिले एकछिन बस पार्क पुग्ने जेलसम्म चाहिँ भन्दैन, बस पार्कबाट सिधै हो बाटो। यो चाहिँ बस पार्क हो है, पनौती बस पार्क। यो पनौती बस पार्क उता हो, उता यता हो, यता सिधा जानु हो त। हामी चाहिँ बारदली जानलाई सुनखान रोड हुँदै जानुपर्छ। ब्याङ्क बनिरहेछ, हरेकको मार्क्स बनिरहेछ। अनि पसल रहेछ, स्याउ पसल। यता यता पनि छ, यता पसल बन्द रहेछ, पसल घर पार्किङ। अनि अब चाहिँ है स्केटिङ पार्क आयो यता। त्यहाँ चाहिँ पनौती गोरखनाथ स्केट पार्क छ। अलि अगाडि जानुपर्छ। यो उकालो होइन, यहाँबाट अगाडि जाँदा उकालो हो। यता मन्दिर छ, यहाँ तल इन्द्रेश्वर मन्दिर। यता तल गर्नु पर्यो। हामी चाहिँ अहिले पनौती घाट आइपुग्यौँ है। अब चाहिँ सिधा जाने। यता एउटा मानको फोटो पनि छ, भित्तामा टाँस्छ, अलिकति अगाडि जाँदा हुन्छ। अनि है सिधा अब त्यही उकालो, अब चाहिँ आयो उकालो बाटो। यो मन्दिर भगवानको फोटोसँग अगाडि यहाँ माथि हो के, यता माथि। अब चाहिँ प्रहरी चौकी बनाउनु। अब चाहिँ पुलिस स्टेसन आयो। यता माथि एउटा चौक छ, त्यो कहिले पनि चल्दैन। बारदली गएको बेला त्यहाँको त्यहीँ देख्छु म त। अनि कति उकालो छ बारदली जाने बाटो। उता चाहिँ अब हामी उकालो चढ्दैछौँ। अब चाहिँ यता कति धेरै रुखहरू छ, जङ्गली कल त पुलिस स्टेसन छ, प्रहरी चौकी। अनि अब माथि जानुपर्छ। उकालो नै उकालो छ यसमा त बाटो, थोरै सिधा पनि छ। बारदली त है साइडमा छ, राइट साइडमा। यो पनि थोरै देख्दिनँ क्या राइट साइडमा भयो नि, मलाई लाग्छ माथि छ कि बुझेको छैन। बल्ल तल्ल यता राइट साइडमा हेरिहाल्नुपर्छ क्या। पनि है उकालो बाटो आउँदा। ठ्याक्कै म चाहिँ आइपुगेँ। मैले मेरो स्कुटरलाई पार्किङ यहाँनिर गरेछु। पार्किङ गरेर
उता पछाडि देखेको चाहिँ पनौती वास राम्रो देखिएको छ भर्खर पानी परेर कस्तो राम्रो भएछ क्या आज है ल यो चाहिँ ठ्याक्कै गेट आइपुगेमा यता पनि बस्ने रहेछ उता पनि बस्ने जाऊ उता आलु मटन यता नि छ यहाँबाट यहाँ चाहिँ यस्तरी बारदली भनेर लेखेको छ यो सेल्फीबाट खिचेर उल्टो अक्षर देखिरहेछ है यो चाहिँ ढुङ्गा माथि छ अब बोल्छ त्यसले म यता छु यताको नजारा हेर्नुहुन्छ होला के त्यो नजरा भने भ्यू भन्न यताको भ्यू देख्नुहुन्छ होला यताबाट देख्ने यता चाहिँ यति धेरै बस्ने ठाउँ छ दुईटा टेबल छ यहाँ पुरा यतै बस म चाहिँ यता बस यो टेबल यो कुर्सी छ यता दुईटा यता सिङ्का पनि छ यता चाहिँ यता पनि छ उता रेड जस्ता देख्नुभएछ त्यही रेड जस्ता है त्यहाँ केही हो बारदलीको हिस्सा त्यो रेड जस्तामा पनि बस्न मिल्छ त्यहाँ चाहिँ धेरै कुर्सी छ यो चाहिँ पनौती बारदली रिसोर्टबाट देखिने भ्यू हो है हामीले चाहिँ खाजा पनि अर्डर गरिसक्यौँ यो ठाउँ कता छ देखाइदिन्छु पहिला किचन हुन्छ पहिला किचन है त किचन त यति तल छ अर्को बस्ने ठाउँ देखाइदिउँ त पहिला अर्को बस्ने ठाउँ किचन नि त्यहीसँग छ अर्को बस्ने ठाउँ चाहिँ उतो रेड उतो सानो रेड जस्तो देखाउँछ टिभी देख्नुभयो होला टिभीसँग केही छ टिभी चाहिँ अन गर्ने गर्दा आफूलाई थाहा छैन यहाँ चाहिँ हेर्नु कहाँ कति धेरै बस्ने यो ठाउँ सिया चाहिँ छ आलु खाएँ अनि साँधेको चाउचाउ खाएर अब घर फर्किने बेला हुँदैछ है राम्रो लाग्यो ठाउँ चाहिँ मलाई लोकल एरियामा भ्यूहरू चाहिँ राम्रो देखिँदो रहेछ आज मौसमले साथ दिइरहेछ कस्तो राम्रो छ है गाइज भर्खरै म घर आइपुगेँ अब मेरो च्यानललाई चाहिँ लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला म चाहिँ भोलि यस्तै भ्लग बनाएर भेट्छु तपाईहरु जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।